हेलो युट्युब फ्यामिली, सन्चै हुनुहुन्छ? म त अलिअलि निको हुँदैछु। भिडियोहरू पनि बनाएको छुइनँ, बनाउँछु बिस्तारै। निको हुँदै जान्छु, बनाउँछु। भन्छन् नि मान्छेहरू, कर्म यहीँ भोग्नुपर्छ। वास्तवमा हो, कर्म यहीँ भोग्नुपर्छ। जस्तो गर्छौ त्यस्तै पाउँछौ। अर्कालाई दुःख दियो भने भगवानले तिमीलाई पनि दुःख दिन्छ। त्यसरी नै समयको इन्तजार गर्नुपर्छ, सहनुपर्छ साथीहरू। सहेर र हेर्नुपर्छ। भोगाइ त दिन्छ नै, कर्म भोग्नै पर्छ जसरी भए पनि। म आज धेरै खुसी छु। मलाई धेरै दुःख दिएको थियो मान्छेहरूले र भोग्दैछ बिस्तारै। अझै हेर्न बाँकी नै छ। बाँचे भने धेरै हेर्छु, बाँचिन भने हेर्दिनँ। यही हो, सहनु पर्ने रहेछ। यति जाने मैले, सहनु पर्ने रहेछ। सह्यो भने सबै थोक बिस्तारै देखिन्छ। तपाईँहरूलाई कस्तो लाग्छ थाहा छैन। बिस्तारै बिस्तारै म नि निको हुँदैछु। बाई साथी।